मह बनाउने तरिका हो नि यो के गरे त हो नि परै के गरे को ग्याङ फेरि म प्योर म मोबाइल का ए ओहो बम शङ्कर कैलाशपति पाप छैन एक रति गजेको नाति हो म खाएपछि नगरेस् भाती भाती के गर्ने गाह्रो छ ग्याङहरू ज्यान बच हेलो साथीहरू म खान गाह्रो छ हेर्नुहोस् यहाँ कति आछन् टाउकामा यहाँ दुख छाला छेड्दैन अरू कपडा चाहिँ सुकिहाल्छ भोलि ओ आयो मूर्ख मनुष्य घुमिदेऊ भाइ भाइमा बारफार गर्दै जाँदा यस्तो बाटोमा हिँड्दै गर्दा जे चिज पनि भेटिन्छन् के अरे यहाँ च्याउ स्पेसल लखनऊ च्याउ है पावर मारे जस्तो गर्नुभयो साथीहरूले भोक लागेकै हो र जमाना बुढापाकाले यस्ता हालेर हिँड्थे यसरी हेलो साथीहरू ल आज हामी स्पेसल है भिर मह काट्नको लागि हामी जाँदैछौँ है यो वर्षको है यो 83 सालको पहिलो भिर मह काट्नको लागि हामी त्यो कार्यक्रमको लागि यहाँ तयारी गर्दैछौँ यहाँ पर्यान हेर्दै हुनुहुन्छ साथीहरूले अनि पर्यानलाई हामीले यसलाई पट्क्याएर बोकेर लाने कार्यक्रम छ है साथीहरू ल यसरी यहाँ साथीहरू यहाँ जुती राख्नु भएको छ हेर्नुहोस् यस साथी हात आँखला भएको पर्यान है यो परम्परागत बुढापाकाले परम्परागत तरिकाले जिजु बाजेले जसरी भिर मौरी काट्नको लागि यो तरिका अपनाएका थिए त्यही तरिकाबाट हामीले भिर मह काट्न जाँदैछौँ है ल हामी छौँ 15-20 जनाको टोली ल भिडियो हेर्दै गर्नु होला है सानो बेर साथी हो जम्मा एकै फोल्डिङ त बाजा जस्तो हुन्छ बोक्न सजिलो हुन्छ ल ल्याउनु सामान जति ल्याउनु त दाहेर यहाँ दुख यसैमा फेरि मन्दाइ कहाँ हालेपछि चल्दैन अन्त मन्दाइले फेरि किन भरै ल साथीहरू यो एकदम पानी ल्याएर आएको छु मैले चिप्लो बाटो है अप्ठ्यारो बाटो चिप्लो बाटो एकदम त्यसै कहाँ सजिलो छ भिर मह खान भिर मह हो नि भिर मह साथी हो ल म अहिले आयो क्या घरैबाट म अलिक पातलो रहेछ अहिलेको हो यस्तो पातलो नहुन पर्ने हो नक्कली खाले रहेछ क्या पानी धेरै परेर क्या अहिले कोही जोकरवाला पनि आएन करे जोकरवाला ल के गर्ने लडीबुडी गर्दै अप्ठ्यारो छ बाटो चिप्लो बाटोमा है बाटो बनाउँदै साथीहरू गाह्रो छ ल चलिराखेको छ अप्ठ्यारो चिप्लो बाटो पनि झर्नु पर्ने हुन्छ कि साथीहरू म खान कहाँ सजिलो छ र के अवस्था त गम्भीरै छ जमाना बुढापाकाले यस्ता हालेर हिँड्थे यसरी लगाएपछि नलर्किने
चिप्लो हुन भए त बस्ने यो मपेस क्या मपेस यति दामी चिज यो के गर्ने कामले काम सिकाउँछ जङ्गलको बाटो हिँड्दाखेरि उभार्नको लागि मपेस पनि राख्नुपर्ने भयो मैले त जुत्ता लगाएको छु साथीहरू ल बुट लगाउनु पर्दो रहेछ लखनऊ 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 अस्ति भेटाएको थियो लखनऊ तर हाम्रो घर नखाने नफाल्दै हाम्रो घर नखाने नफाल्दै कटायो साथी हो बिसाउनेमा आइयो उहाँहरू निकै लामो परान बोक्ने है हाम्रा सिकारीहरू होइन भेना कस्तो लाग्यो त नि आजको सजिलो छैन भनेपछि लामै बोक्नु भयो उहाँ दुईजनाले ल अब अर्को पालो आउँछ ल है ल साथीहरू अब बाटोमा हिँड्दै गर्दा जे चिज पनि भेटिन्छन् के अरे यहाँ च्याउ स्पेसल लखनऊ च्याउ है लखनऊ च्याउ साथीहरूले काट्दै हुनुहुन्छ आहा अहिले यसलाई ढुङ्गामा पोलेर खाने गर्छौँ अहिले तीन पानीसँग सलप्प पार्न पर्छ ल उता उता बाटो दुई छाक रहेछ दुई छाक हामी यतिखेर ठ्याक्कै म काट्ने पहराको थाप्लोमा आइपुगेको छ है अब भोक लाग्यो घन्टौँ हिँडेको अब खाजा सेसन चलिराखेको छ खाजा तान्नु पर्यो साथीहरू है अर्गानिक आलु रोटीसँग खाँदै हुनुहुन्छ होइन पावर मारे जस्तो गर्नुभयो साथीहरूले भोक लागेकै हो र पावर मारे जस्तो गर्नुभयो के ल अनि कोदाको तीन पानी ओहो गोरस अझ हेलो भताम के बताउने हो हाम्रो काम सुरु भयो मेरो चाहिँ कोक बहादुर भाइले पूजा गर्दैछ अब बाछा बान्नु पर्यो होइन घुमिदेऊ भाइ भाइमा बाँडफाँड गर्दै जाँदा यस्तो चाहिँ चलन चलिरहेको रे अनि हामीले जे जस्तो भए पनि चाहिँ अपट्टि विपट्टि भएर मोडेको जे छौ त्यो चाहिने ल तिमीहरू चाहिँ आफ्नो खानावानामा बस्दिनौ हामी चाहिँ आज चिल्लाउँछौँ बढाउँछौँ आफ्नो ज्यानको चाहिँ ऊ गर्दैन जाने असरी चाहिँ ढोकठोक गर्ला त्यसलाई चाहिँ सबै चिज त्यो गर्दैन जाने उहाँदेखि बाजा बाङ्गो बिहाउ गर्न आँखम सबै मिलेर आँखम बिहाउ गर्न अर्कासी मजाङले रोप्ने अर्कुल मिलेर आँखम जस्तो मिलेर आँखम त्यस्तो चाहिँ नि आज
हाम्रो काम चाहिँ सम्पन्न गराइदिने यही हो मानिने आउनु सकिन्छ यता जाँदाखेरि सकेछ नि त मको यो नि एउटा पनि मुन्तिर झर्ने त कहाँ त्यहीमा त बेला कम पाचा बाँधेर हामी मूर्ख मनुष्य आयो मूर्ख मनुष्य मनुष्यहरूले अब चाहिँ सुरु गरे है त लौ दाइ आए मूर्ख मनुष्यहरू ल धाराम त पराङलाई पराङ फुटामा अब माथि के छ फुकाउन नपराङ झान यो नखाने फल्टी हाल्दै कहिले टोक्यो भने निकाल्छ मान्छेलाई चोखो बनाउने ल यो औषधि कचुर है कचुर मुखा मेलेमा त पानी हो कि ग्यास्ट्रिकको दबाई हो ग्यास्ट्रिकको दबाई त्यो मेलेमा त पानी हो कि कचुर भन्छ यसलाई कचुर औषधि हजुर के हो र यो थाप्लामा भएको त्यो रुखको मुनिको देख्न सक्यो होइन त्यो जुम्लिङमा गरेको रुखको सिधा त हुँदैन र अब पर्याङ जाने काम चलिराखेको छ ल ल ल भनेपछि उता अर्को म भएको साइडमा होइन ल ल ल ल यतिखेर साथीहरू है ढुक्क तरिकाले यतिखेर झर्दै हुनुहुन्छ पर्याङबाट है एकदम माउरीहरू पनि निकै आइराखेका छन् यसको थाप्लै मुनि छ है साथीहरू ल है हामी यतातिर यस्तो अवस्थामा छौँ है साथीहरू ल पुरा भेराउतीहरू तल जानु भएको छ हामी छौँ यहाँ यसरी यहाँ माथि है कुडु तान्ने दोरी छादिने साथीहरू ल ल यो पर्याङलाई यसरी उहाँ बाँडेको छ त्यो रुखमा है यहाँबाट तल ओ यहाँ बनाएको फुल छन् नि मैले त्यहाँ टोका हेर दुखो अघि नै दियो कहाँ भयो हेर्ने जाने कुरो अघि बान्न नपर्दै घोप काटिसकेर एक दोको आयो कुन चाहिँ आनो र छोरा आयो छोरा त्यसैको आधा टलको टुक्रो उतापट्टिको ठुलो चाहिँ ए उताको हाने यो घरको यो हगार मात्रै छोडेको ल है त ग्याङहरू ज्यान बचाउ अभियान है ल कोही खुल्दै छन् हामी दोरी खसाल्ने दोरी तान्ने ग्रुप यता छौँ है यता यहाँ तल करिब 10-11 हातमा रहेछ म काट्दै हुनुहुन्छ म छान्ने उहाँ तल छ है साथीहरू तल एकदम सम्मु परेको छ कसिनु भएको छ साथीहरू तल है म छान्नको लागि कसिनु भएको छ है साथीहरू म काट्न पनि कसिनु भएको छ साथीहरू यो उति छ यो 100 मिटर अग्लो रहेछ क्या 100 मिटर छ साला हैन र अझ बढी होला यही रसी नाप्ने को त्यहाँ अहिले अत्यल
एउटा डल्लो आइसक्यो एक क्लिप ल्याउने होइन यो चाहिँ छोराको ग्याङ छोरा आयो है छोरा त्यसको चाहिँ एउटा लपेटो हुँदैछ एउटै लपेट 15 सिपी आयो यहाँ ल फेरि अर्को अब चाहिँ मको लागि तयारीको लागि दियो दियो ल देखा ज्यान चाहिँ बचाउनै पर्छ सबलाई ज्यान बचाउनलाई गाह्रो छ हालत गाह्रो छ साथीहरू म खानको लागि बहादुर ल त्यहाँ अब चाहिँ यमा म घोलेर म पिचातेर आजको सबभन्दा बढी टोकाइ खाने मान्छे उहाँ हो सबै लुटे गिटारहरू भागेको डराएर त्यहाँ चाहिँ म काट्ने सुसार रहेछ भर्खर हेरौँ त 20 छाडेको थियो सब टोक्न नभएर ल देखा गाह्रो छ साथी हो अर्को धोको हाउडै छ यो पनि सायद छोरै हुनसक्छ सम्भावना हेरौँ माथि त यस्तरी खसालेर बिरे अलि यता बस्देऊ न बिरे अलि यता बस्देऊ आयो है माल आयो माल आयो माल आयो माल आयो मधुमक्खीको माल आयो अट्क्यो क्या हो ए माथि हाल्ने के हो फेरि गर्नु तल राख्नु फुगाउ फुगाउ सायद यो कि छोरा हो कि म हो है यो चाहिँ दनहरू अङ्कल यार त्यस्तो नहे पनि फुट्दै यार आयो मको ग्याङ फेरि म प्योर म प्योर पानी खाने जन्नन का मॉल तो प्योर हाल्यो खिचो 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 गेल 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 खिचो 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 अन्ली बाहिर यता तान्दिन नाम के एकजनाले गुरु तान्दिन नाम यो मुरी के बसेको अर्को हारो गुरु भित्ता भित्र खाला न यार गम्बा जति पानी खाने अब हातले छेकम न मान खसका पुरै गयो के हातले छेकम न हातले छेकम गाह्रो छ नि मह बनाउने तरिका हो नि परै के गरे
त्यसरी होइन कि निचार्ने जाली अर्को सही छैन जाली जाली छैन मेरो झोलामा हेर्नु त उहाँ छ मेरो उहाँ झोला कालो झोला छ नि त्यो गाग्रोको छेउमा ठुलो छ खाम भयो सानो चाख्न पाइन्छ पाइन्न नतरैसम्म त्यहाँ त यहाँ त थुक निल्न पनि पाइन्न थुक त निलिया निले म त्यहाँ थुक निले नि आयो त गेल त उकालो हाल्ने हो यहाँ के गरे त छोड्ने छैन यसलाई भन्छ असली असली मको डल्ला दुर्गे अङ्कलले निराउँदैछन् अर्ग्यानिक हाम्रो भजियाले मस्त निकाल्न लाउनु भयो तलतिर थाप्ने प्रोग्राम अहिले सोलोमा बनाउनु पर्छ आयो त मौरी त नचलेर बस्ने भने केही गर्दैन हो र यहाँ भित्र ओके छ त भोलि ला पनि अर्को ठाउँ नामला पानी अर्को दुईटैमा एउटा मागा पानी उठ्यो बोरा लाग्यो ल निचार त जोम्बिया जन्माइदिन्छ यसले तोक्छ के गर्छ एमए यहाँ हटाउनै सकिन्न यस्तो हल्लिन्छ त यार म काट्न लाग्यो अवस्था कता हो हाम्रै त यहाँ झार लिएर आउँछ आमा यहाँ के नि घर त पुरा खाली हो क्या सबै यहाँ भिडियो कल गरेर देखिन्छ पुरा खाली हो यहाँ लाएर साथीहरू कोही जहाँ माथि पराङतान नबेक्सिन्छ जाँदा गरे हुन्छ माथि पराङतान नका पराङतान त्यो के अरे त्यो बोबो गइरहेको म चुकेको त्यहाँ मान्छे त कोही नै क्या एक्लै म एक्लै तुलेर आएर अनि पछि पराङ भोक खाइदिएर उहाँ त छिटो बोक ल देखा मासु ल्याएको कोही नै यो निचर्ने निचर बल्ल आयो चोखो यो पुरुको डल्ला मको डल्ला है डल्ला बल्ल प्योर खाले आयो क्या पोखान जस्तो आएको गरे खानुपर्छ चुना सफल भयो त यार एरम त कुरो त राम राम के गर्ने गाह्रो छ राम 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 छोरा 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 ओहो एरम त यो चाहिँ प्योर खाले फुट र सराले चाहिँ यसमा नि बा मेरो आँखा पर पक्कै म परेको त होला यो चाहिँ कछार दुःख गर्नेहरूले खाने माथि काट्नेहरूले आयो 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 माला कसो डबल गरौँ कि ओहो माउसी चाहिँ यो चाहिँ लास्टको सबभन्दा माथिको दुःख गर्नेहरूले खान्छन् माथि काट्नेहरूले माथि हात खसेको वा निकै साह्रो माउसितो एकजनाले यहाँ हेल्प गरौँ त त्यो गाडीमा खनाउनलाई त्यस्तै जाली लाकै खनाउँ ल फाइनल्ली एउटा घरको सकिएको छ ल भिराउते तोलीहरू पनि आइपुग्नु भयो ल ल ल त्यहाँ आएर बसिहाल्नुहोस् त ओहो तपाईँको त नाङ्गै छ त पछि त त्यहाँ त तोकेन
यहाँ टोकेन त्यहाँ त टोक्न क्या त्यो त गनाउने भयो जे भने तर मलाई त अघि बनाउनु त्यसले हात नगएको त्यसले सेफ्टी धेरै लाग्छ तर गलत चाहिँ होइचेको फेरि अन्जाको हिसाब होइन खतरा छ नि लिसा यसले फकाउनु पर्नु ल ल हामी अब एक ठाउँको 2-3वटा घर काटिसकेपछि फेरि अर्को घरको लागि अर्को ठाउँबाट है यसरी पराङलाई लाँदैछौँ के गर्ने गाह्रो छ त्यो झाम्ता झाम्तामा है अडाएर जानुपर्छ यही परामा अलिक पल्तिर छ एउटा घर औषधि त खाइयो एउटा हँ? औषधि खाइयो औषधि खाइयो त ठिक छ त त्यसको खाइयो अनम्म भनेको धेरैको होइन होला भोल्टेज त्यो 15-16 को होला ल साथीहरू म होइन गाह्रो छ हेर्नुहोस् यहाँ कति आछन् टाउकामा म हेर्नुहोस् त आमाको छोरो पुरा खाली भएको भए कति तोकिसक्थ्यो पुरै टोकेको तर यो कपडा बाहिरबाट है साथीहरूले कति घेरा छन् हेर्नुहोस् त आम्मा हेर्नुहोस् कति घेरा छ राम्रो तोलियो र अर्को ठाउँको घार काटेर माथि उक्लाउनु भयो है फाइनल्ली अब के कति छ घोडो कति आयो भिडियोमा देखाउँला है लिएर आउनु हुनुहुन्छ साथीहरूले यो यहाँ त्यसै बिना सेफ्टी देखाना गरेन बस्न ल है साथीहरू नआप्दै गयो सर यो आएको समयको गिरम दाई भन्ने मुन्छे हो क्या ल है त ल है स्याङ छोन लागेको अवस्था यहाँ पनि छ एउटा पुन्ते फेरि झन् धेरै चट्टा खानुहुन्न ठिक्क भयो यतिको भात्ते हसाल्न फेरि यहाँ छोरा र त्यो सबै काट्ने आयो मोबाइल क्या ए ओहो ये किस्ते में फसेको अवस्था पिचाट्यो त भात घुतुकै खदम आयो छोराको माल बिचमा समा जस्तो मान्थे गरे बिचमा समाएको हुनु त बाबाले बिचमा समा बिचमा केही छैन ल झाद्यो त्यसलाई मात्रै छाड्यो एक साइडबाट काट एक साइड त्यसलाई छाड्दिएको ओह्रालो यी आम त एकजना हैन छाड्दिने हो र नछाड्दिएर काट त्यहीमा काटा काटा काट्छन् छैन हो खाएको पुरै सब ल एकजनामा जाँदा फेरि अर्को एकजनामा बाहिर जानु पर्यो ल म जान्छु एक आयो खसाल्यो भने यहाँ अचम्म ल अर्को प्लास्टिक निकालौँ अब हुई गोप्ता ल्याउने हैन
होइन त्यहाँ हतेमा आउँछ तपाईँले यहाँ ल्याइदिनुहोस् एउटा नि यहाँ एउटा ल्याएर ठिकै हुन्छ सानो सानो बनाएर काट हत चोक्टा चोक्टा बिचमा समाएर अद्दानु परेको थियो छर्किउनु रहेछ पाटियो नाति नाम्दियो हामीले समाउँछ आ भने माछिँदा नि ल यो चाहिँ मको डल्ला खस हो एउटा चाहिँ खस हो है अब चुन्छ फेरि एक माना यसरी काट्ने है ल म चाहिँ अब एक छेउबाट चाहिँ काटिसक्छु साथीहरू अब के गर्ने काट्यो के अरे ल ल किन कालो सेतो हुनुपर्ने त्यो माउनी चाहिँ के हो क्या धेरै माउनी छ र के कालो टाइपको रहेछ कालो बाकुलो भन्छ बाकुलो छ प्योर ल हेर यसरी चाहिँ यो खाएपछि त मान्छे त बाँचिहालिन्छ अरे पुरा एक ग्याग्रेट रहेछ कि हेर्नुहोस् जङ्गबहादुर अर्ग्यानिक जङ्गबहादुर पुर्रो पार्नुहोस् एकछिन त धुन्छ ल फेरि यसलाई चाहिँ फिल्टर गरिसकेपछि फेरि अब यहाँ ओहो ओह्रालो गयो करी ल भएन भएन निकाल्नु पर्यो छान्न लाउनु भएको छ साथीहरूले पिसर फेरि गएन यहाँ चाहिँ अर्को र अब म काटिसकेर फाइनल्ली हामीले पर्याङलाई तान्दैछौँ उकालोतिर है साथीहरू बिस्तारै बिस्तारै फाइनल्ली साथीहरू ल हामी म काट्ने कार्यक्रम सकिसकेपछि पानी पनि आएको छ है यो ओदारमा एकदम पानी तार्दो रहेछ अब यहाँ लास्ट आज सेसन गर्ने र घरतर्फ लाग्ने गर्छौँ है त ल साथीहरू पानी आएको छ रात पनि लाग्यो ल फाइनल्ली साथीहरू अब हामीले म काटिसकेपछि यो चराई चुरुईको काम गरिसकेपछि बल्ल यसलाई चाख्ने खाने भन्ने कुरो छ है साथीहरू अब यसलाई विधि पुऱ्याएर बल्ल खाने भन्ने सिस्टम छ है त्यसपछि बल्ल हामीले खानेले खाने है अलि सानो दियो कि अलि ठुलो दियो अब एकछिन यो बुस्केट है बुस्केट डुप हाम्रो अर्ग्यानिक बाबुबाजेले मानेको विधि पुऱ्याएर गरेको ल ल साथीहरू अब हामी यहाँ नास्ता गरिसकेपछि यस्तो पानीमा कुहिरो लागेको छ है यस्तो उकालोमा चिप्लो बाटो छ प्रस्थान गर्दैछौँ म बोकेर है 3 गाग्री रहेछ है साथीहरू ल 1 गाग्री यसले 2 गाग्री 2 गाग्री यसले 3 गाग्री कुट आजको म काट्ने कार्यक्रम सकिसकेपछि हामी घरतिर लाग्यो हामी घरतिर ल एकदम भारी वर्षाका साथ भारी बोकेर
ओहो म खान त कति सजिलो भन्न मिलेन तपाईँको। पानी आछ सिना पानी, तै पनि हाम्रो यात्रा जारी छ म बोकेर है। ल ल हालखबर ठिक छ गरे ओडाउ नभएकोलाई यसो होइन त्यो छाला छैन, अरू कपडा चाहिँ सुकिहाल्छ भोलि। ओ यहाँका चाहिँ सिमे भूमि जल सब ठाउँमा हामी मूर्ख मनुवा आज त्यहाँ बिराउ गर्न आइयो। चाहे चाहिँ जानेर गरियोला चाहे अन्जानमा गरियोला हाम्रो भिराउतीहरूको र यहाँ चाहिँ म गर्न आएका सम्पूर्ण दाजुभाइको र चाहिँ आज जसरी हामी मिलेर आइए अब पनि फेरि त्यस्तै मिलेर आउने हौँ। माइती ज्वाइँ चेला घर छिमेक दाजुभाइ सबै मिलेर आउने हौँ र तपाईँहरू पनि मिलेर सबै ज्वाइँ चेला माइती चेला मिलेर अझै पनि आइदिनु होला। हाम्रो भिराउतेको साटो कोही कतै अल्झेकोमा छोडिदिनु होला ल अब हामीले सातो फर्काइयो, यो सातो फर्काउने भन्ने हुन्छ के अरे। अब बाचा मानेर अब अर्को वर्षको लागि अब हामी प्रस्थान गर्छौँ है त साथीहरू। यो बाचा बाँध्ने के यो पुरानो बुढा जिजु बाजेले अब यसै गरी जुन तरिका अपनाएका छन् त्यो हामीले अपनाएका हौँ। अब मान्दै आएका विधिहरू मान्नु पर्यो है साथीहरू। हामी एकदम भिरमको मुरी काटकुट पारिसकेर हामी घरतर्फ लागेको अवस्था है। भारी वर्षा भइरहेको छ, यो पानीमा पनि हामीहरू तपाईँको लडीबुडी गर्दै यसरी यात्रा गरिरहेका छौँ। हेर्नुहोस् गाह्रो छ नि म खान, हेर्नुहोस् कस्तो आपट छ। हेर्नुहोस् मको भारी गाग्रीका गाग्रेर पर्यान बोक्न पनि उत्तिकै गाह्रो छ कि बाटो चिप्लो छ साथीहरू। के गर्ने है, अब त्यसरी दोहोऱ्याउनु पर्ने अवस्था छ। के गर्ने गाह्रो छ हौ, भिर म खान पनि ढोकाइ पुऱ्यायो साथीहरू है। के गर्ने गाह्रो छ, के गर्ने साथीहरू एकदम कसिराख्नु भएको छ, खत्तिराख्नु भएको छ है। जियोस् मैले पनि भारी बोकिरहेको छु साथीहरू। के ल ल हेर्नुहोस् त ल र सकिन्छ त अब सकिन्न नि फेरि। कोही छ तम्बाकु लै साथीहरू। ल ल ल ल बम शङ्कर कैलाशपति पाप छैन एक रति गजेको नाति हो, म खाएपछि नगरेस् भाती भाती। ल ओके छ है साथीहरू। ल ओहो यस्तो मिठो छ आम्मामा। ल ल ल शङ्कर कैलाशपति चौतारीको नाति। फेरि यस्तो हुन्छ, कति अर्ग्यानिक जगबारी मगर जङ्गाल कान्छाले मात्र खाने, हामीले खाने अब हामीले खाने मगर बाबा हाम्रो कान्छामा है ल म होइन त रामपुर मामा है हाम्रो विष्णु एकदम सफा एकदम सफाइ बनाएको ल बजा 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 ल ल खा ल टके जान तपाईँको पाला आएछ के तपाईँको पाला आएछ कि पिउने ल ल कडा ल ल ल अलिकति लाइदुकाल फर्क्यो के अलि बेला फर्काउँ त ओके ल
बात छैन एक व्यक्ति बुढौलीको नाति खानुपर्छ है मह काटेपछि जसले मह काट्छ त्यसले हात चाट्छ अच्छा अच्छा ओके ल ल ल ल होइन मिठो रहेछ यति खाइन्छ होला ओ ल 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 त्यो कसार भन्ने बरु मलाई एक पिस ला छोरा खा दैले